भएको छ साझा हो कि होइन सर यसो नगर्नुस् न माइकमा यसरी नगर्दिनुस् न हामीले के मात्रै प्रश्न मात्रै गर्न खोजेको आम सर्वसाधारणको प्रश्न छ हल्का मात्रै मैले प्रश्न मात्रै हल्का मात्रै 1 मिनेट दिनु भयो भने सरकारी गाडीहरु या त लैरो लागेको छ प्रधानमन्त्रीज्यूको चाहिँ यहाँ आगमन भएको छ प्रधानमन्त्रीज्यूले लिनको लागि या सुरक्षाको लागि विभिन्न गाडीहरु यहाँ चाहिँ हामीले सेना गाडी पनि हामीले हेरेका छौं हामीले प्रयास गरिरहेका छौं के प्रश्न गर्नको लागि र यसरी सञ्चारकर्मीलाई यसरी सुरक्षाकर्मी साथीहरुले रोकिरहेका छन् सबैले यतातिर नि आउनु मिल्दैन कतितिर आउनु मिल्दैन सर सरलाई सुपर्ने बाध्यता छ बोल्नु भने पनि जागिरै कट गरिदिन्छ यो के प्रोजेक्ट तपाई नेता हैन के तपाई नेता हैन के भएर तपाईको यस्तो हालत नेता त तपाई हालत भनेको तपाईको पसिना हामीले हेराउन चाहन्छौं पसिना हेर्नु कुन गर्नु होला पसिना हेर्नु कुनै नेताको यस्तो पसिना खलखली बग्दैन यो खलखली पसिना बग्ने भनेको ती प्रहरी प्रशासन हुने गर्छन् जुन आम सर्वसाधारणको देशको निम्ति चाहिँ काम गरिरहेको हुन्छ तपाई हामी चाहिँ के प्रश्न गर्दैनौं यदि हाम्रो नेपालमा कुनै पनि काम यदि समयमा भइहाल्यो भने तपाईहरु सोच्नुस् कि तपाई निन्द्रामा हुनुहुन्छ आज चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीज्यू चाहिँ आउँदै हुनुहुन्छ र हामीलाई खबर आयो कि 10 बजे आउनुहुन्छ त्यसपछि हामीलाई खबर आयो 11 बजे आउनुहुन्छ तर हामीले हेरौँ यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ र भागिराख्नु पर्छ तपाईहरु नभन्नुस् तपाई हामी चाहिँ के प्रश्न गर्दैनौं तपाईहरु जति पहिला तपाईहरु आउनु भयो तपाईहरुसँग केही प्रश्न छैन हाम्रो तर तपाईहरु जुन बाक्लो उपस्थिति छ नि त्यसरी चाहिँ हाम्रो तपाईहरु कटिराख्नु भएको छ नि यदि समयमा यदि प्रधानमन्त्री आइदिनु भयो भने यति समयमा तपाईहरु गर्नु पर्दैन र यहाँ पनि हामी देखाइदियौं यतातिर हुनुहुन्छ र उतातिर तपाईको एफएफ जवानहरु यसरी कटिराख्नु भएको छ हाम्रो नेपाल हो नेपालको कानुन भनेको दैवले जान्नु नेपालको समय भनेको त्यो पनि दैवले जान्नु भनेको यही हो माथि माथिबाट जब आदेश आउँछ भने आदेशको चाहिँ परिपालना गर्नै पर्यो यहाँ गइराख्नु भएको छ बेचारा के गरोस् हाम्रो नेपाललाई चाहिँ हाम्रो आम सर्वसाधारणलाई यसरी चाहिँ सेवा दिइराख्नु भएको छ र मन्त्रीज्यूहरु चाहिँ आगमन हुने गर्छन् समयमा नआएको कारणले गर्दाखेरि यति समयको शास्ति भोग्नु परिरहेको छ र यसरी आइदिनु हामी जेब्रा क्रस हामी चाहिँ गइरहेका छन् र एफएफका जवानहरु पनि रहेका छन् यदि समयमा नेताहरुको आगमन भइहाल्यो भने चाहिँ यति समयको शास्ति भोग्नु पर्दैन अघि पनि हामी आउँदाखेरि तपाईहरुलाई यो घाममा यो पसिना हेर्नुस् है यो खलखली पसिना बगिरहेको छ नि यो कुनै नेताको यस्तो पसिना खलखली बग्दैन यो खलखली पसिना बग्ने भनेको ती प्रहरी प्रशासनको हुने गर्छन् जुन आम सर्वसाधारणको देशको निम्ति चाहिँ काम गरिरहेको हुन्छ र सँगसँगै आम सर्वसाधारणको पसिना चाहिँ बगिरहेको हुन्छ यसरी यो पसिना यो छुन चाहिँ हामीलाई मिल्छ कि मिल्दैन पसिना बगिरहेको छ नि त्यही होइन यहाँ चाहिँ हेरौँ यो बाक्लो उपस्थिति यो अघिदेखि म अघिदेखि कति बेलादेखि तपाईहरु आउनुहुन्छ कति घण्टा 1 घण्टा तपाईँ ठिकै भन्नुहोस् अघि पनि हामीले चाहिँ रेकर्ड गरेर गएका छौं र तपाईहरुको उपस्थिति हामीले पनि हेरिरहेका छौं अब भन्नुहोस् फेरि तपाईले बोल्नु हो भने तपाईको प्रबन्धकले फेरि बोल्ने अनुमति तपाईको छैन फेरि बोल्नु हो भने तपाईको जागिर कट गरिदिन्छ तपाईको तपाईहरुको पनि जागिर फेरि खाइदिन्छन् नि तपाईहरु बोल्नु हो भने जागिर खाइदिन्छन् म बोल्नुहोस् तपाईहरु तर तपाईको पसिना हामीले चाहिँ हेराउन चाहन्छौं पसिना हेर्नु कुन गर्नु होला हल्का पसिना हेर्नु यो दर्शक घाममा चाहिँ यसरी चाहिँ सेवा दिइराख्नु भएको र यो च्यातिएको ज्याकेट हेर्नु तपाई नेता हैन के तपाई नेता हैन के भएर तपाईको यस्तो हालत नेता त तपाई हालत भनेको छ नेताको टाइम पनि यस्तो हुन्छ कि 10 बजे आउँछ 11 बजे आउँछ तर अझै पनि हामीले जानकारी अनुसार अहिले पनि काठमाडौँबाट अहिले चाहिँ उठ्नु भएको छ आइराख्नु भएको छ यति समयको छ र उतातिर पनि हामी देखाइदियौं बाक्लो उपस्थिति रहेको छ र यो भर्खरै हामी चाहिँ एयरपोर्टबाट आएका हौं र भर्खरै के भन्नुभएको तपाईँ भन्नुहोस् न नेताहरु चोर छ नेताहरु चोर छ भनेर पब्लिकले भनिरहेका छन् यदि हाम्रो नेपालमा कुनै पनि कार्य कुनै पनि केही पनि हल्का समयमा दियो भने यति समयको शास्ति भोग्नु पर्दैन यहाँ चाहिँ नेपाल प्रहरीका जवानहरु यसरी चाहिँ खटिरहेका छन् हाम्रो नेताजीको आगमन हुँदैछ त्यसको लागि सेवा सुरक्षाको लागि चाहिँ खटिराख्नु पर्छ र बिनामना हाम्रो नेताजीको पनि समयमा कहिले पनि आगमन हुन्छ समयमा आगमन हुन्छ सरलाई सुन्नु पर्ने बाध्यता छ बोल्नु हो भने